हेलो गाइज नमस्ते। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो यो सानो मिनी भ्लगमा। आजको यात्रा रहेको छ सिधै भासुसम्मको। धनगढीको यस्तो यो गर्मीमा बस्नुभन्दा त यस्तो मौसममा पहाडतिर जानुको मजा नै बेग्लै छ। सुरुबाट लास्टसम्म भिडियो हेर्दै गर्नुहोला। पुरा बाटोमा हुने सबै क्रियाकलापहरू देखाउँदै म तपाईँहरूलाई रमाउँदै आफ्नै तरिकाले लैजानेछु। हामीहरू आफ्नै तरिकामा सरररररर मोटर गाडीमा भने जसरी हिँडिरहेका छौँ होइन। जीवनमा चिन्ता लिएर मात्र हुँदैन के, कहिलेकाहीँ घुम्नु पनि पर्छ, चिल पारामा माइन्ड पनि फ्रेस गर्नुपर्छ के, हो कि नै? फाइनल्ली अत्तरिया बजार पुगियो। अब हामीहरूले यता रोके। अब साथीले भन्यो म थाकिहालेँ, अब त बाइक चला भन्यो। अब राइड हान्ने पालो चाहिँ रक्की भाइको, भिडियो बनाउने पालो चाहिँ साथीको। यस, लेट्स सी म्यान, लेट्स सी। लेट्स राइड रक्की भाइ। कहाँ गइरहेको छु रे? लेट्स गो भासु। रमाइलो भइरहेछ है बाटोमा। अब चाहिँ बल्ल पहाडको जस्तो फिल आइरहेछ। लेट्स गो म्यान। बाटोमा जाँदै गर्दाखेरि गोदावरी नजिक हनुमानजीको मूर्ति पनि दर्शन गरियो। जय बजरङ्गबली भन्दै हामीहरू लाग्यौँ भासुको यात्रामा। बजरङ्गबलीले सायद आजको दिन राम्रै गराउँछन् होला भन्दै हामीहरू दुईजना बजरङ्गी बलीसँग प्रार्थना गर्दै सिधै अब चाहिँ पहाडको यात्रामा हामीहरूले पाइला टेकिसकेका छौँ। जय बजरङ्गबली। तपाईँहरू देख्न सक्नुहुन्छ अब यो पहाडको दृश्य कस्तो बवाल छ। पुरै गोदावरीबाट अब हामीहरू सिधै लाग्यौँ पहाडतिर। अब सिधै हाम्रो भासुको यात्रा राम्रै हुनेछ भन्ने आशाका साथ हामीले गोदावरीको पहिलो मोड खत्रै तरिकाले काटिसके। लेट्स सी म्यान, लेट्स सी। तपाईँहरू हेर्दै गर्नुहोस्, मजा लिँदै गर्नुहोस्। अझ पनि पछाडितिर बवाल 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 हुनेवाला छ। लेट्स सी म्यान, लेट्स सी। हेर केटा हो, गर्मीको टाइममा पहाडतिर घुम्नुको मजै बेग्लै हुने रहेछ क्या। कस्तो मोड छ, यस्तो मोडमा राइड हान्नुको पनि मजै बेग्लै छ। एकचोटि पहाडतिर आउनु होला तपाईँहरू पनि, हो कि नै? कस्तो अहिले मलाई यस्तो घाम लागिरहेछ, त्यही पनि फिलिङ चाहिँ पुरा कुलवाला छ के। कुल भनेपछि यहाँ धनगढीमा एसी चलाएपछि कस्तो हावा आउँछ नि, त्यस्तै त्यस्तै हावा आइरहेको छ कि बाइकमा के। वेदर इज बेटर द्याट धनगढी। अब चाहिँ अब केही छैन के। अब हामीहरू केही छैन, पुग्नेवाला नै छौँ के। तपाईँहरूको प्रतीक्षाको घडी अब सकिन लाग्यो। अब भासुको खतरावाला सिन हेर्न सक्नुहुन्छ के। केही समय मात्र पर्खिनुहोस् के, केही समय के। तपाईँहरूलाई म बवाल देखाउने छु के, बवाल। लेट्स सी म्यान, वी रिच्ड आवर डेस्टिनेसन। तपाईँहरू देख्न सक्नुहुन्छ सिधै भासु चाहिँ त्यो कुनाको है, कुनाको। अहिले हामी चाहिँ वारी नै छौँ। अहिले चाहिँ पुग्यो भने खतरा तरिकाले भिडियो बन्छ। अब कुहिरो सुइरो के कतिको लागेको छ होइन, हेरौँ। अब आउन चाहिँ आइयो, तर श्रावण महिना लागेर हो कि शिवजीले त भयङ्कर गाँजा तानिदिनु भएको छ त। पुरै कुहिरो लागेर त पुरा झ्याप छ त के हो। खतरा मेहनत गरेर पुरा धनगढीबाट खतरा हुन्छ है भासु, पुरा खतरा भिडियो बनाउनु पर्छ भनेर त आइयो, आउन त आइयो। तर अब खतरा सिन देखाउनु पर्छ तपाईँहरूलाई होइन। खतरा तरिकाले भिडियो बनाउला भनेर सोच्या त थिएँ, तर सोचेर के गर्नु के, पुरै कुहिरो लागेर यहाँ ब्याकग्राउन्ड त यस्तो छ। ब्याकग्राउन्डले चाहिँ धोका दियो है आज। आज चाहिँ ब्याकग्राउन्डले धोका दियो। पुरा पानी पर्ला जस्तो भइरहेछ, के गर्ने। हेर केटा हो, यता भासुतिर आएको होइन, पुरा पानी पर्यो, कुहिरो सुहिरो लागेको थियो। न भिडियो बनाउन रमाइलो भयो, न घुम्न रमाइलो भयो। अनि यस्तो पानी परिरहेछ,
यो झन् यस्तरी डराछ कि माथिबाट पहिरो खसेर काहीँ मर्ने त होइन रे मर्दैनस् के मर्दैनस् अब यस्तो आइरहेछ हेर केटा अब के भिडियो बनाउनु आफैलाई लाज लागिहाल्यो गाडीमा जानेहरूको त कति रमाइलो छ मजा छ होइन के गर्ने बाइकमा आए लाइफ फकिङ भएको ल गाइस भासु ओ दोस्त कुइडो फाट्यो आइज जाउँ पारी हेर ऊ त्यहाँ हेर्नु डाँडा ऊ त्यहाँ देखिहाल्यो ल केडा हो अब चाहिँ भासुमा आएपछि बल्ल धेरै समयपछि यहाँ कुइडोले पनि साथ दिए जस्तो छ क्या किनकि डाँडा पाखा हरियाली बबाल आइरहेछ क्या हेलो गाइस अब भासु त पुगिहाल्यो अब एकछिन रोमान्टिक सिन पनि देखाइहालौँ केटाहरूलाई तिमीहरू पनि खुसी हुन्छौ भनेर म यता भासुको पुरा हाइटी ठाउँमा आइसक्यो क्या यताबाट तल हेर्दाखेरिमा पुरै रिङ्गटा आइदिइरहेछ कि खतरा हेर न होमा कम त छ कस्तो छ नि होइन लास्टै डरलाग्दो ठाउँ रहेछ नि म त यहाँबाट यसरी तल हेरिदिइरहेको मुटु काम के गर्ने केटा एन्ड्रोइड मोबाइल हो क्यामेरा त्यति ठिक छैन त्यही पनि भासु आएर जे होस् रमाइलो भयो ऊ त्यहाँ टाकुरामा केटीहरू जस्तै लाग्यो तर हुन् कि नै अब भासुको यो रोमान्टिक सिन पछि अब हामीहरू यो अब कति बस्नु यता भनेर अब यहाँबाट निस्किनेवाला छौँ अब तपाईँहरूलाई नि देखाइसकेँ मैले यताको यो दृश्य भासुमा पनि खतरा धनगढीको गर्मी खानुभन्दा त बरु एकछिन यता भासुतिर आयो भने पुरा खतरा चिल छ क्या खतरा यस्तो चिल कि तपाईँहरू यहाँ आयो भने यहाँबाट सायद फर्किने मन लाग्दैन होला के त्यस्तो कुल छ के धनगढीको एसी जति चलाए नि हुँदैन तर यहाँ भासुको एसी इनफ छ क्या इनफ ल त गाइज अब हामीहरू पनि निस्किनेवाला छौँ फेरि अब अर्को कुनै दिन अर्को ठाउँ घुम्न गयो भने त्यहाँ अर्को भिडियो हालौँला अर्को दिन कुनै ठाउँ राम्रो गयो भने त्यसपछि नयाँ भिडियो हाल्नेछु तबसम्मको लागि ल त बाई सबैजना आफ्नो ख्याल गर्नु होला सी यू नेक्स्ट भिडियो